लाग्यो। अनि रोमन भाइ तिमी घरबाट निस्किएको कति दिन भयो? हिजो निस्किएन म। आज कति दिन भयो? एक दिन भयो। एक दिन कि 2 दिन? हिजो निस्केपछि आज कति हुन्छ? ए आज 2 दिन हुन्छ, त्यसै 2 दिन हो। अनि आइकी छोराले के भन्यो? छोराले बाबु नमस्कार गर्दै थियो। धुपोरेले होइन? डुबोरे ए डुबोरे त नभनौँ म। सब सामान छोडिदिन्छ। हाम्रो दीपक भाइ यहाँ। दीपक भाइको चाहिँ युट्युबमा के छ नाम? दीपक आर मगर। दीपक आर मगर। हाम्रो यता धनबहादुर रोका। धनबहादुर रोका मगर छ। तपाईँको चाहिँ के छ? डिआर मगर। हजुर? डिआर मगर। डिआर मगर युट्युबमा? युट्युबमा होइन कि यसमा प्रोसेसमा टिकटकमा। तपाईँ नि के भाइरल हुने हो? भाइरल हुने त भनेको कि अब हुन सकिन्न हामी चाहिँ। किन? अलिक भ्युजहरू कम जान्छ, पब्लिक कम छ नि त। अलिक कमेडी टाइपको बनाउनु पऱ्यो क्या तपाईँले? प्र्याङ्क गर्नु पऱ्यो। प्र्याङ्क गर्न आउँदैन त्यही भएर। हाम्रो दीपक भाइ त नि प्रो लेभल भइसकेको छ नि त ब्लगिङमा। अब बिस्तारै हुन्छ। हाम्रो यहाँनिर रोमन सर। यस रोमन सरले उहाँनिर पहिला भ्लग गर्छु भनेर यति दुःख गरेको थियो, यति दुःख गरेको थियो। अहिले त शान्त भएर बसेको छ। म यस्तो बनाउँछु उस्तो बनाउँछु भनेर होइन? देखाइदिउँ नि त हेर ल। 5000 हो तिम्रै हो यो? ल हेर सबैले फलो गरिदिनु होला, फलो गरिदिनु होला। हाम्रो दीपक भाइको चाहिँ मलाई खतरा लाग्छ बोल्ने शैलीहरू यताउति होइन? धन्यवाद चाहिँ खट्टा भनिदिनु भएको होइन राम्रै छ, प्रशंसा योग्य मेहनत चाहिँ गरेछ। मजाले त्यति गर्नु भने राम्रो हो। बिना पैसा होइन, बिना उस होइन, जस्तै यसरी सङ्घर्ष गर्नु नि एउटा योगदानै हो क्या। यो चिया हमला हो कि बा अरूलाई? हामीलाई पनि हो त्यसरी ल्याइदिनु होला। यहाँ भिडियो बनाउँदैछौँ कि हामीले। स्याङ्जाली बा भाइरल त्यसपछि बसपाको वीरेन्द्रेश्वरी मार्गमा चाहिँ आउनु होला चिया खानलाई। हाम्रो बाको यस्तो दामी चिया बनाउनु। गुलियो होइन, भेराइटी मिठो छ यहाँ चाहिँ। त्यही भन्नु चाहन्छु म चाहिँ। हाम्रो रोमन सरकार के भन्छ? मिठै छ। मिठै मात्रै? अब के भन्नु त, अब तितो छ भन्न नमिल्ने होला। हाम्रो दीपक भाइ अब म त फर्स्ट टाइम आइरहेको छु, अब टेस्ट गरौँ, टेस्ट गरेर कस्तो हुन्छ। अनि काठमाडौँको बसाइ कस्तो भयो? टेस्ट कस्तो लिइरहेको छ? काठमाडौँको बसाइ त एकदम बिहालै भएको छ। जे काम ल्याएको त्यो काम अझै भइरहेन। हुन्छ, तनावपूर्ण वातावरण भइरहेछ। ठिक छ, बिस्तारै हुन्छ। अनि हाम्रो सरकार सेमै हो। विशेष गरी त झन् मेरै काम भएको छैन, मलाई झनै तनाव छ। दलेर कति 4000 बुझाएर आयो, कामै भएन होइन? त्यसरी बुझाउनु नहुने क्या खासमा कि दलेलाई। त्यो डेट भनेर त आइहाल्छ नि, आफै आउने हो चिज चाहिँ हो क्या। त्यो त हो कि अब फेरि 10-12 दिन कुर्दाखेरि हामीलाई पनि अब मर्कामा परिने भयो कि। अनि त्यो हिसाबले अब दिएको त्यही माथि अब न कहिले डकुमेन्ट बनाइदिएन, अनि त्यहाँबाट कहिले फेरि कर्मचारीले नै अब डकुमेन्ट मिस्टेक बनाइदिएर यस्तो तनाव बनाइदियो कि। 10-12 दिन भयो होला जहाँसम्म लाग्छ। हजुर, समथिङ त्यति नै भयो। अब त्यही पासपोर्टको लागि दौडिरहेछ। अब हुन्छ बिस्तारै, अब धैर्य गर्नुपर्छ। त्यही भएर श्रम तथा रोजगार विभागको मन्त्री चाहिँ मलाई बनाउनु पर्छ जस्तो लाग्छ कि। फाइनली चिया आइपुग्यो हाम्रो। फाइनली हाम्रो चिया आइपुग्यो ल। एउटा त्यो एउटा युट्युबले त्यो के अरे मासुको गर्दै खानु। त्यो र ल ल चेस ल ओइ धन्यवाद ल है। ओहो ल चिया मिठो छ है। चिया चाहिँ राम्रो रहेछ है। चिया मिठो छ।